3-4 दिनपछि फेरि काममा आएको छु अनि मौसम धेरै चिसो भएको कारणले काममा आउन सकेको थिएन अनि अहिले 4:29 भएको छ। अहिले म सेन्ट्रल स्टेसनबाट सुरु गर्दैछु अनि आज 30% अर्निङ बुस्ट पनि रहेको छ भने यो 30% अर्निङ बुस्ट चाहिँ 5 बजेबाट अनि अहिले चाहिँ म 4:30 मा ओहो फर्स्ट अर्डर आयो मेरो। फर्स्ट अर्डर 7-Elevenबाट 22.32 क्रोनरको सेन्ट्रल स्टेसन भित्रबाट सोचेको थियो तर यहीँबाट रहेछ, यहीँ पारीबाट। चिसो आज धेरै छ, पुरा स्टर्म आइरहेछ। स्टर्म के भन्छ, साइकल लक गर्न चाहिँ अनिवार्य है। कस्तो मान्छेहरू होला यार, यहीँबाट अर्डर गर्छ त, हामीलाई पनि के नै छ र, कमाउनु पाए भइहाल्यो नि। यहीँबाट छ हेर्नु है त, एकैछिनमा 60 मिटर 80 मिटरबाट अर्डर गराएर रहेछ। के गर्नु त बिचरा, आउन सकेन होला जाडोमा, जाडो यस्तो छ। के हुनुपर्छ आज त सुरुवातै राम्रो हो त, फेरि 2 ठाउँबाट आयो 58 को अर्डर म्याकडोनल्ड्सबाट आएको थियो। म्याकडोनल्ड्सको चाहिँ अनलाइन डेलिभरी लिने ठाउँ चाहिँ यो है, यहाँ खोल्ने जाने। हाई 2 minutes ओके, त्यस्तै ढिलो गर्छ कि यो म्याकडोनल्ड्सले, त्यही भएर यो बिजी आवरको बेला सकेसम्म नलिनु होला। 15-20 मिनट पुऱ्याइदिन्छ कहिलेकाहीँ, यस्तो वेट गराइदिन्छ। अनि जान आज अलिकति अर्डरहरू टन्नै आउने दिनमा 2-2टा ब्याग रहेछ यार। यस्तो हुन्छ कि यो म्याकडोनल्ड्सबाट। अनि यो म्याकडोनल्ड्समा अर्को कुरा, ड्रिङ्क्सहरू हुन्छ, एकदम सावधानपूर्वक बिस्तारै चलाएर लगिदिनु होला। फेरि ड्रिङ्क्सहरू पोक्यो भने त रिसाउँछ नि त फेरि। मुड नै खराब गरिदियो यार यो म्याकडोनल्ड्सले। 5 बजेभन्दा अगाडि यो 2टा टिप सकाउनु पर्ने, किनभने 5 बजेपछि 30% बुस्ट अर्निङ बढी छ नि त। ठ्याक्क सकिन्थ्यो यो म्याकडोनल्ड्समा, नलिउँ जस्तो लाग्यो कि फेरि त्यसै बस्नुभन्दा त लिउँ न भने। हाई आज काम गर्न एकदम खतरा रहेछ। भर्खर हावा सुई आएको थियो, झन्डै उडायो। साइकलै कस्तो अनब्यालेन्स भएको क्या। फर्स्ट अर्डर मैले कम्प्लिट गरिसकेँ, अब यो दोस्रो अर्डरको पालो हो। अनि 5औँ अर्डर कम्प्लिट गरिसकेपछि चाहिँ तपाईँहरूलाई टिप्स दिनेछु, हेर्दै गर्नु होला। आज झन् हात त्यति ठिरहेको छैन, किनभने नजिकै पऱ्यो नि त। नजिकै हुँदाखेरि चाहिँ त्यति चिसो हुँदैन, किनभने अब चिसो हुने बेला भएको थियो। अब फेरि घरभित्र छिर्न पाइहाल्यो, घरभित्र छिरेपछि न्यानो हुन्छ। दोस्रो डेलिभरी कम्प्लिट, अब तेस्रो पुऱ्याउन जाँदैछु म्याकडोनल्ड्सको। उत्ताको रोडबाट जानुपर्ने क्या।
डेनमार्कमा यति चिसो छ नि साथीहरू, तपाईँहरूलाई कसरी बयान गरौँ। हड्डीमा दुख्छ कि यहाँको चिसोले। यस्तो चिसो त मैले अहिलेसम्म जिन्दगीमा कहिल्यै फिल गरेको थिएन। घाम झलक झुलुक्क देखिन्छ औँसी पुर्ने जसरी, त्यो पनि न्यानो हुने पनि होइन। सकेसम्म छोटो छोटो राइड लिनु होला यस्तो जाडोमा। टाढासम्म हिँडिराख्यो भने साइकलमा त यस्तो चिसो हुन्छ, हात पुरा औँलाहरू दुखेर पुरै झर्नै लाग्छ। पाँच बजीसम्म सकाउनु भनेको 5:20 भइसकेछ। 6 मिनट भइसक्यो, अर्डरै आएको छैन। उल्ट राइडरहरू जता पनि गरिराख्नु भएको छ, युरोपको कुनै पनि देशमा गरिराख्नु भएको छ। तपाईँहरूलाई टिप्स चाहिँ म 5 अर्डर जति कम्प्लिट गरिसकेपछि मात्रै दिनेवाला थियो, तर अहिले म कुरिरहेको छु नि त, मेरो फ्री टाइम छ, अनि म अहिले भनिदिन्छु तपाईँहरूलाई। यो चाहिँ खास के हो भने यो डिमान्डको जोन देखाउँछ नि, यो रेड जोन देखाइरहेछ। म रेडमै छु तर पनि अर्डर आइरहेको छैन। यो जोन देखाएको अनुसारले त धमाधम अर्डर आउनुपर्ने हो, तर अर्डर आइरहेको छैन। किनभने सबै मान्छेहरू यहाँ डिमान्ड जुनमा धेरै छ नि, त्यही मान्छेहरू जम्मा भएको छ कि राइडरहरू, त्यही भएर पनि अनि सबैजनालाई भाग पुग्दैन नि त। त्यही भएर बरु अलिकति यो डिमान्ड धेरै भएको ठाउँमा भन्दा देखाएको भन्दा अलिकति यो रेड जोनभन्दा अलिक टाढै बसिए पनि बरु अर्डरहरू फाटाफुट्टा आइरहेको छ। यही हो टिप्स आजको। अनि बाँकी हेर्दै गर्नु होला, आजको अर्निङ लास्टमा देखाउने छु। अर्को पनि टिप्स, यसरी 3-3वटा अर्डर एकैचोटि आएको छ 131 क्रोनरको। अनि पैसा हेर्दा हेर्दा जाउँ जस्तो लाग्छ, लोभ लाग्छ नि त, किन नलाग्नु होइन। तर पनि यो ठाउँमा गएपछि अलिक टाढै छ, त्यहाँबाट फेरि अर्डर त्यति नपाउन पनि सक्छ, त्यहाँबाट फेरि त्यसै फर्केर आउनुपर्ने हुन्छ। त्योभन्दा बरु यतैतिर बस्दै ठिक होला। लोभ त लाग्छ हो, मलाई पनि जाउँ जस्तो पनि लाग्छ। अब के गर्नु त, यसले गरेर अहिले फेरि आज जति कमाउनु पर्ने त्योभन्दा कम कमाउन पनि त सक्छ नि त होइन। अब लोभ त लाग्छ, के गर्नु, मन सम्हालेर बस्नु पऱ्यो। यो चाहिँ अलि छेउबाटै एउटा मात्रै दियो, 2 किलोमिटर रहेछ, अलि टाढै भयो यो पनि। यहाँ पनि जाँदिनँ म। यहाँ छेउबाट आयो। अनि अघिकोमा गएको भए ऊ 47, यहाँ छेउबाटै हो। 1.7 किलोमिटरमा 47.60 क्रोनर। यसरी कहिलेकाहीँ त्यो मनलाई पनि आफूले सम्हाल्न सक्नुपर्ने हुन्छ कि यसरी काम गर्दाखेरि। अनि म अघिको 131 क्रोनरको लोभमा उता टाढा गएको भए त्यतै हराउँथ्यो होला। अहिले 1.7 किलोमिटर नजिकको दूरीमा नै 47.60 क्रोनर जति थियो, त्यतिको पाइरहेछ। मेरो चाहिँ यो तरिका हो गर्ने। अब सबैको फरक हुन सक्छ, अलिकति मभन्दा प्रो पनि होला, किनभने मैले गर्न थालेको पनि त्यति भएको छैन, 4 महिना पनि कम्प्लिट भएको छैन। अनि म पनि सिकिरहेको छु, अनि आफूलाई के लाग्छ त्यो तपाईँहरूलाई पनि सिकाउने छु। अनि मेरो तरिका गलत छ भने तपाईँहरूले कमेन्टमा मलाई सिकाउन पनि सक्नुहुन्छ, कमेन्ट मार्फत। हाई, 202 order number. Yeah. This? Yeah. Thank you. Yeah. यत्रो सानो झोला रहेछ, यस्तो सानो झोलाहरू पाउँदाखेरि खुसी लाग्छ क्या। चेन खोल्न के रहेछ, तरिका मिलेन जस्तो छ। भोलि अलिक राम्रोसँग बाँध्नु पऱ्यो। चिप्स रहेछ त्यसको भए चाहिँ मलाई नै 47 तिरेर पसल यो माडलाई कति तिर्छ होला, दङ पर्छ म त कहिलेकाहीँ जिनिसहरू देख्दाखेरि। यस्तो कुदाइदिन्छु म, जाडो सहनु नसक्ने भइरहेको छ। हिमाल
हिमालतिर बस्न जस्तो भइरहेछ यार। एक किलोमिटर हिँड्दा नै है हातहरू पुरा झर्नलाई चाहिँ औँलाहरू चिसोले। हिउँहरू अझै सुकिया छैन। सुक्नु पनि कसरी सुक्नु त, घाम अलिअलि लाग्छ, लागे पनि न्यानो हुने होइन, तातो हुने घाम होइन, त्यसै उज्यालो मात्र हुने। हाम्रो नेपालतिर त जे होस्, घाम लाग्यो भने जाडो महिनामा घाम लाग्यो भने आनन्दले न्यानो त हुन्छ नि, घाममा बसेर सुन्तला बदाम केलाउँदै खानुहुन्छ नि त। एटी 89 मतलब यसमा चाहिँ जानुपर्छ। सारा खतरा त के भनौँ, यो साइकलको पावर जति प्याडल चलायो पनि ऊ 25सम्म मात्रै, 25 भन्दा माथि चढ्दैन। चिना चाहिँ किन गाह्रो भइरहेको छ। एउटै ठाउँबाट थियो दुईटै अर्डर। 1.6 किलोमिटर फर्स्ट अर्डर पुऱ्याउनु जानु पर्छ। दिमाग लाउनु पर्यो। यता ग्रिन लाइट बलिरहेछ, टक्क यहाँ बस्ने, नत्र उताबाट यता घुमेर बस्नु पर्थ्यो। यो चाहिँ नयाँ टिप्स है, फेरि टिप्सका टिप्स दिन्छु नि तपाईँहरूलाई म। त्यहाँ रोक्नु पर्थ्यो, फेरि यता ग्रिन लाइट पर्खेर बस्नु पर्थ्यो। अब यहाँ ग्रिन लाइट बल्छ, म यता जाने, अनि त्यहाँबाट सिधै अलिअलि दिमाग लाउनु पर्ने हुन्छ। यतिखेर त म उता पारी बस्नुपर्ने हुन्थ्यो नि त। 200 मिटर अब यो अर्डर कम्प्लिट हुनलाई। जाडो सही नसक्नु छ। अर्डर दिए, यो पनि कम्प्लिट। अब अर्को फेरि हात चिसो भएर है बिजोग छ। 600 मिटर टाढा रहेछ। हे भगवान, यो जाडो सहन सक्ने शक्ति दियो मलाई। फिफ्थ फ्लोरमा रहेछ यार। लिफ्ट छ कि छैन होला, गाह्रो पो हुने हो त। छैटौँ अर्डर पनि कम्प्लिट। फेरि दुईवटा अर्डर आयो दाल फोर्नुबाट। 79 क्रोनरको 30% बढी दिइरहेछ, त्यही भएर अलिक बढी आइरहेछ पैसा चाहिँ। त्यही भएर पनि गर्न मजा आउँछ पैसा बढी देखेपछि। यस्तो जाडो त सहनु पर्यो नि त, सही नसक्नु छ जाडो, तर पनि पैसा देखेपछि त सहनु पर्यो नि। 8वटा हुन्छ अब। हेरौँ आज 8 बजेसम्म कतिवटा डेलिभरी हान्ने रहेछ, अनि कति पैसा कमाउने रहेछ, सबै देखाउने छु। हेर्दै गर्नु होला भिडियो। दाल फोर्नु। साथीहरू, मैले भिडियो स्किप गरेको छु किनकि मसँग ब्याट्री थिएन, ब्याट्री एकदम कम थियो। अनि त्यही भएर तपाईँहरूलाई अन्त्यमा कति कमाए पनि देखाउनु छ नि त। अनि त्यही भएर मैले 5औँ कि 6ठौँबाट एकैचोटि स्किप गरेको छु। र अहिले 8 बजेर 3 मिनट गइसकेको छ। अनि म लास्ट अर्डर पुऱ्याउन जाँदैछु। लगभग पुगि नै सक्यो, 180 मिटर टाढा छ। अनि त्यसपछि म कति कमायो हो आज, अनि कति अर्डर गर्यो, सबै
बताउने छु यो अर्डर पुऱ्याएर। लास्ट अर्डर कम्प्लिट भइसकेको छ। बर्गर किङ वेस्टरबोर्डबाट थियो। यो चाहिँ आज मेरो टोटल अर्निङ र मैले चाहिँ लगभग 4.5 घन्टामा गरेको यो अर्निङ हो। मैले जम्मा 17 टिप गरेको रहेछु र 17 टिपमा मैले 553 कमाएको रहेछु र 553 क्रोनर भनेको नेपालीमा लगभग 12,000 जति हुन्छ। 12,000 कमाउनु भनेको एकदम राम्रो हो नि होइन। अब मेहनतको उचित दाम भनेको यसलाई भनिन्छ कि अब नेपालमा भएको भए अब स्कुटर बाइकमै त्यो पठाउ गर्दाखेरि पनि दिनमा 1000 रुपियाँ जोगाउनलाई धम्माधम्मी हुन्थ्यो। मलाई 12,000 कमायो भनेर भ्रममा चाहिँ नपर्नु होला, तर 12,000 कमाएको चाहिँ हो। तर यहाँ डेनिस गभर्मेन्टलाई पनि दिनुपर्ने हुन्छ ट्याक्स स्वरूप। 553मा डेनिस सरकारले ट्याक्स पनि दिनुपर्ने हुन्छ र अलिअलि दिएर आफूलाई पनि बस्छ, राम्रै बस्छ। मेहनतको मूल्य यसरी पाए पो मेहनत गर्न मन लाग्छ त होइन। अब चिसो छ, गाह्रो छ काम, तर पनि यसरी लास्टमा अन्त्यमा यसरी पैसा देख्दाखेरि एकदम खुसी मिल्छ कि। यही हो अब कमाइ। अनि यस्तै छ दुःख सुख यस्तै छ।